हेलो साथीहरू नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ मैले बेलुका बेलुका भ्लग सुरु गरिरहेको छु कि। अनि आज चाहिँ के हो रे भनेपछि के हो रे मम्मी? बर्थडे रे हाम्रो विशालको, मेरो मम्मीको छोराको बर्थडे। अनि त्यही भएर चाहिँ आज चाहिँ यसो भिडियो बनाऊँ, पछि हेर्न हुन्छ भनेर चाहिँ मैले यहाँ भिडियो बनाइरहेको छु साथीहरू। हामी चाहिँ यहाँ छौँ कि साथीहरू 3 जना। यता हेलो ह्याप्पी बर्थडे, ल ह्याप्पी बर्थडे भन्छ नि बाबाले, भन्न। यो चाहिँ यति उस देखेर मागेको मागे छ साथीहरू। ल अहिले पछि म बेलुका उठिसकेपछि अनि तपाईँहरूसँग भेट्छु है त। बेलुका पनि म भ्लग गर्छु। अनि अहिले मैले सानो पेस्ट्री ल्याएको छु, त्यो चाहिँ यहाँ फ्रिजभित्र राखिरहेको छु कि मैले साथीहरू। यहाँ देख्न सक्नुहुन्छ कता राखेँ मैले। त्यहाँनिर राखिरहेको छु, यहाँनिर छ। उता जान यस्तै गर्छ कि यो त, कस्तो छ भने त्यो ओसिन्छ नि बिसा, यो ओसेर फेरि बल्दैन नि सानो। त्यो हेरिदिनु होला साथीहरू। अनि आज चाहिँ हाम्रो मम्मीले यहाँ ढेँडो बनाइरहेको छ, ढेँडो ओह्रालिरहेको। यहाँ चाहिँ सिमीको तरकारी बनाइरहेको छ साथीहरू। ल उहाँ बसेर बाबालाई ह्याप्पी बर्थडे भन् त, छिटो भन्न बाबा भन्, सिधा बसेर यता हेरेर भन्। अनि चुप्पा गर बाबालाई, यता हेरेर के निप्सा, चुप्पा गर। मिस यु भन बाबा, यता हेर न, मिस यु बाबा भन। छिटो आऊ भन, छिटो आऊ भन। लु साथीहरू अहिले भेटौँला है त। अब चाहिँ म यो क्यान्डलहरू उतालेर राख्छु, अन्त साडी बेलुका केक काट्छु, तपाईँहरूलाई देखाउँछु। यो बहिनी रे ल्याउन सर, यो बेलुका बाल्नुपर्छ क्या, ल्याउ नि निप्सा। नदिने र अहिले म यसँग खोसेर लिन्छु। ल अहिले भेटौँ न साथीहरू। ह्याप्पी बर्थडे टु यु बुढा। फेरि पनि होइन, अघि चाहिँ मैले भिडियो स्टप गरेको थिएँ किनकि मम्मी हुनुहुन्थ्यो नि त। अनि मलाई चाहिँ अलिकति लाज लागिरहेको थियो, अनि त्यही भएर मैले भन्न सकेको थिइनँ। अनि अहिले चाहिँ म यहाँ रुममा एक्लै छु कि, अनि त्यही भएर हो। फेरि पनि वान्स अगेन ह्याप्पी बर्थडे टु यु मेरो प्यारो बुढा। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। सधैँ यसरी नै अगाडि बढेको देख्न पाऊँ, प्रगति गर्दैछौ, अझै योभन्दा बढी प्रगति गरेको देख्न पाऊँ। मेरो प्रगति नभए पनि, म माथि नपुगे पनि सधैँ तिमी माथि पुगेको देख्न पाऊँ। म त्यही हो, तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। शुभकामना भन्छ होइन, शुभकामना। मलाई त्यस्तो विधि बर्थडे विस गर्न आउँदैन, जे आयो मनमा मैले त्यही भनिदिएँ। नहाँस्नु मेरो विस देखेर सुनेर। त्यही हो, सधैँ त्यो मुहारमा खुसी देख्न पाऊँ। तिमीले हाम्रो लागि धेरै गरेको छौ, म कहिले पनि बिर्सिन सक्दिनँ त्यो कुराहरू, तिमीले गरेको मेरो लागि गरेको कुराहरू। एक दिन अवश्य आउनेछ त्यो दिन जब मैले पनि तिम्रो लागि केही गर्छु। मैले पनि सोचेको छु तिम्रो लागि केही गर्छु भनेर, तर अहिले भइरहेको छैन। ढिला होस् तर राम्रो होस्, तिम्रो लागि तिम्रो इच्छाहरू मैले पनि पुरा गर्न सकौँ। मैले पनि तिमीले मलाई जति गरेको छौ मैले पनि तिम्रो लागि त्यति गर्न पाऊँ। अहिले मसँग छैन, त्यही पनि तिमीले मेरो लागि कति गरेको छौ, त्यहीमा म खुसी छु। अरूलाई भन्ने बाटो दिएको छैनौ, मलाई राम्रोसँग राखेको छौ, त्यहीमै म खुसी छु। कहिलेकाहीँ झगडा हुन्छ, त्यो मनमुटाव हुन्छ, त्यो छुट्टै कुरा, तर माया मेरो मनमा तिम्रो लागि धेरै धेरै छ। त्यही हो, गलत बाटो नहिँड्नु कहिले पनि होइन, गलत बाटो नहिँड्नु, सधैँ अघि बढेको देख्न पाऊँ, खुसी देख्न पाऊँ। त्यही हो मेरो बुढो। अनि आज चाहिँ मैले बिहान, अनि साथीहरू मैले चाहिँ बिहानैबाट भिडियो गर्छु भनेको थिएँ, तर मैले बिर्सेसकेँ। अनि अघि नै पो है अब भोलि त बर्थडे उसको, मैले भिडियो स्टार्ट गर्नुपर्छ। एउटा हुन्छ नि त, यादगार पनि हुन्छ नि त। अब कहिले गरेको छैन, अनि योचोटि चाहिँ गरौँ न, पछि यसो हेर्न पनि हुन्छ। अब सँगै भएको भए त झन् ओ माई गड म कस्तो गर्थेँ होला, मसँग केही नभए पनि म जसरी पनि म्यानेज गरेर पनि गर्थेँ होला होइन। तर अब ऊ मसँगै छैन, ऊ टाढा छ, मभन्दा धेरै टाढा छ। उसलाई मैले यो शब्द बाहेक, उसलाई मैले म्यासेज बाहेक मैले उसलाई केही पनि दिन सक्दिनँ। उसलाई
उसलाई केही दिनै सक्दिनँ, तर उसको लागि मेरो बोली मेरो शब्द नै उसको लागि काफी हुनेछ कि के हो र के त्यही हो साथीहरू हेरिराख्नु होला। अब ऊ कति बेला उठ्छ, उठेर उसले कल गर्छ, अनि त्यसपछि उसलाई सरप्राइज दिनुपर्छ साथीहरू। अनि मैले अघि नै देखाएको थिएँ नि तपाईँहरूलाई, सानो केक ल्याएको छु मैले चाहिँ। अब मान्छे टन्नै भए पो, अब ऊ भए पो ठुलो केक ल्याउनु भनेर मैले चाहिँ सानो पेस्ट्री लिएर आएको छु, त्यही काट्छु अनि त्यही उसलाई सरप्राइज गर्छु म चाहिँ साथीहरू। उसको रियाक्सन हेर्नु होला है त, उसले कस्तो चाहिँ रियाक्सन दिन्छ भनेर हेर्नु होला साथीहरू। अनि त्यही हो, अब अहिले पछि म एकैचोटि उसले कल गरेपछि मात्रै म तपाईँहरूलाई अब भिडियो अन गर्छु, भिडियो बनाउँछु। अहिलेको लागि चाहिँ यति नै भन्दै स्टप गर्न चाहन्छु है त साथीहरू। सानो बाबालाई ह्याप्पी बर्थडे भन्नुहोस्, ह्याप्पी बर्थडे भन, बाबा भन, लभ यु भन। छोरीको पनि सुन्यौ नि, ह्याप्पी बर्थडे टु यु बाबा भनेको छ है। ह्याप्पी बर्थडे टु यु ल फेरि पनि है त, ह्याप्पी बर्थडे टु यु मेरो बुढो। होला अहिलेको लागि चाहिँ स्टप गरेँ साथीहरू, धेरै नक्कल झक्कल पार्नु पनि हुँदैन। के को नक्कल झक्कल पार्नु, कालो देखिरह होला अनुहार त, कालो मान्छेको कालै अनुहार हुन्छ होइन त साथीहरू। जेसुकै होस् मतलबै भएन, यो त मेरो प्यारो मान्छेको लागि बनाएको भिडियो पो हो त, जस्तो सुकै देखोस् न, मलाई के भयो बाल भयो त रे के भन्न मिल्दैन साथीहरू। के पख न ल ल साथीहरू, अहिले पछि गरम भिडियो अन गर्छ, नानीले क्याउ 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 गर्छ, अहिले पछि भेट्छ है त, बाई बाई। चाहिँ मेरो सानोलाई पनि उठाइसके साथीहरू। अब हामी आमा छोरी भएर बाबालाई बर्थडे ह्याप्पी बर्थडे सरप्राइज दिने एकछिन है साथीहरू। ऊ चाहिँ अघि नै उठिसक्यो, अनि अघि नै 12 साढे 12मा उठेको ऊ चाहिँ यताको। अनि अघि मलाई फोन गरेको थियो, मैले चाहिँ अनि उठेर नि मैले त केही गरेको छैन यताउता भनेर उसलाई बर्थडे विस मात्रै गरेँ। अनि ऊ चाहिँ त्यहीँ छ कि अहिले म देखाउँछु, अलिअलि लाइट पऱ्यो भने उसले शङ्का हान्छ। अनि यो मेरो चाहिँ सानो पेस्ट्री साथीहरू होइन। अब चाहिँ म उसलाई सरप्राइज दिन्छु, उसको रियाक्सन कस्तो हुन्छ हेर्नु है त साथीहरू। एकछिन है त, एकछिनमा आउँछु, म क्यान्डलहरू पाल्छु अनि है त साथीहरू। यस्तो जाडो भइरहेको छ, मलाई यस्तो जाडो भइरहेको छ, एकछिन है त। ह्याप्पी बर्थडे टु यु। खै हाँस्दै हाँस्दैन त हौ, यस्तरी दिँदा पनि। लु हामी चाहिँ यहाँ चिप्लो गर्ने ल, बाबालाई देखाउने ल, हामी चिप्लो गरेर देखाउने ल। अनि मैले अघिबाट ह्याप्पी टु यु ह्याप्पी टु यु। ओइ हेर्ने यहाँ बाबाले लानी उसै छैन ल जानु बाबाले, यहाँ बाबाले फु गर्नु क्यान्डल क्यान्डल है अबे खै यो ब्याग हुँदैन। लु तिम्रो बर्थडेको केक। साथीहरू यहाँ मेरो हस्बेन्ड चाहिँ यहाँ अलिक बिजी हुनुभएको छ, उहाँको चाहिँ काम आइसक्यो, नाइट ड्युटी हो नि त, अनि त्यही भएर। यहाँ मेरो सानो हाई गरिदिनुहोस्, हाई। त्यहाँ देख्न सक्नुहुन्छ मेरो हस्बेन्ड खाइरहेछ यहाँ। बाबालाई नि देऊ, बाबालाई नि देऊ।
ल बाबालाई नि देऊ ल आमा गाइस अहिले चाहिँ नेक्स्ट डे भइसक्यो अहिले चाहिँ बिहान भइसक्यो भन्न पनि मिल्दैन बिहानको पनि बिहान भइसक्यो अहिले चाहिँ 10 बज्न लागिसक्यो अनि म चाहिँ भर्खर उठेको किनकि म आज रातभरि सुतेन कि निन्द्रा पनि लागेन अनि मलाई पानी पनि तल पानीहरू तान्नु थियो क्या अनि इनारबाट पानी सकिरहेको थियो नि त अनि पानीहरू तान्नु थियो अनि त्यही भएर त्यसमै म 3 बजीतिर त म पानी तान्न गएको थिएँ बेलुका अनि पानी तानेर आएँ अनि निन्द्रा लाग्थेन 4-5 बजीसम्म यत्तिकै बसेँ अनि अघि भर्खरै बिहान तारेर सुतेको थिएँ अनि त्यही भएर चाहिँ ढिला उठेको म तर म प्रायः यति नै बजी उठ्छु के स्वाङ पार्नु होइन यति बेला उठेको भनेर अनि अब चाहिँ उठेर अब आज चाहिँ मेरो बुढाको बर्थडे नि त अनि उसले त भ्याउँदैन अब उसले त मिल्न सक्दैन ऊ टाढा छ हजुर टाढा छ नि त अनि उसले पूजा गर्न मिल्दैन सक्दैन त्यही भएर म उसको तर्फबाट म यसो बत्ती बालिदिन लागेको कि साथीहरू अब यहाँ देख्न सक्नुहुन्छ अब बत्ती बालिदिन्छु मेरो बुढाको लागि त्यही हो हेरिराख्नु होला है त म के गर्छु भनेर सो गाइस म चाहिँ अब यहाँ मेरो बुढाको लागि बत्ती बाल्न लागिरहेको छु उसले मिल्दैन नि त टाढा छ त्यही भएर उसको तर्फबाट म गरिदिन्छु हेरिराख्नु सो गाइस मान्छे पूजा पनि गरिसक्यो देख्न सक्नुहुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ गाइस मैले चाहिँ यहाँ बत्ती सत्ती पनि बालिसकेँ अब चाहिँ हामी चिया खानुपर्ने हुन्छ है सानो अब चाहिँ हामी चिया खानुपर्ने हुन्छ तातो तातो चिया यहाँ आउनुहोस् बाबालाई यहाँ ह्याप्पी बर्थडे भन्नुहोस् यहाँ आउनुहोस् कम यहाँ आउनु यहाँ ह्याप्पी बर्थडे बाबा भन्यो भन न ल गाइस यसले चाहिँ यति मात्र भन्छ मैले यहाँ पूजा पनि गरिसकेँ त्यही हो हेरेर साथ दिनु होला अहिले म के गर्छु भनेर देखाइहाल्छु म यो भिडियो धेरै लामो बनाउँदिनँ किनकि हिजोदेखि यता पनि बाबा हिजोदेखिबाटको यो भिडियो उस गरिरहेको छु नि त त्यही भएर है त अहिले साथीहरू मैले त चिया आधी गाइसकेपछि बल्ल मैले त अघि दुध के अरे चिया बनाएर भेट्छु ल भनेको थिएँ भनेर याद आएर के गर्नु दिमागै छैन म चाहिँ तातो तातै मेरो फेभरेट दुधको चिया खाँदैछु अनि यहाँ बिस्कुट खाइरहेको छु त्यहाँनिर चाहिँ मेरो के अरे हाम्रो मैले दाल बसालिसकेँ पाक्नु पनि लागिसक्यो यहाँ चाहिँ हाम्रो गुराँस दिदीको भ्लग हेरेर आएको छु कि साथीहरू र अब चाहिँ मलाई आरामले चिया खान दिनुहोस् अनि चिया खाएर अहिले म भेटिहाल्छु तपाईँहरूसँग सायद म अब यो कोलासोला सफा गर्छु होला केही पनि गर्दिनँ नि त यतिकै म एन्ड गरिदिन्छु होला आजको भ्लग हेरेर मन पराइदिनुहुन्छ भन्ने आशा छ साथीहरू प्लिज हेरेर मात्रै नगरिदिनु सब्सक्राइब पनि गरिदिनु न मेरो च्यानल सब्सक्राइबै गरिदिनु भएको छैन कि हजुरहरूले सब्सक्राइब नि गरिदिनु लाइक पनि गरिदिनुहोस् कमेन्ट छोडिदिनुहोस् मैले अस्ति नै भने तपाईँहरू कमेन्ट छोडिदिनुहोस् म त्यही कमेन्ट अनुसार भ्लगहरू बनाउँछु भिडियोहरू बनाउँछु भनेर भनेको हजुरहरू कमेन्टै गर्नुहुन्न लाइकै गर्नुहुन्न प्लिज गरिदिनु ल मेरो लागि पनि गरिदिनु ल ल साथीहरू आज चाहिँ मैले केही पनि भ्लगहरू गरिनँ आज चाहिँ मैले त्यति बिहान एकछिन गरेँ त्यसपछि हामी आमा छोरी त भोज सुत्यौँ काम सकेर अनि अहिले चाहिँ अब इन्डिङ गरिदिनु लागेको मैले अनि इन्डिङ गर्न लागेको म चाहिँ यहाँ तरकारीहरू बनाइरहेको कि अब चाहिँ आजको भ्लग कस्तो लाग्यो हेरेर मन पराइदिनुहुन्छ भन्ने आशाको साथ आज चाहिँ यतिमै समाप्त गर्न चाहे साथीहरू बाई बाई